हेलो वेलकम टु माई न्यू भिडियो। आज चाहिँ हामी कहाँको धेरै टाढा चाहिँ घुम्न जाँदैछौँ। सबैजना अफिसको सर म्यामहरू चाहिँ सबैजना आइसकेको छौँ होइन। हजुरहरूलाई चाहिँ म धेरै टाढा चाहिँ पक्कै पनि यो देखाउने। नमस्कार लागिरहेको छ, एकदम राम्रो खुसी। कस्तो लागिरहेको छ? हेलो हेलो सबैलाई कस्तो लागिरहेको छ? तपाईँलाई कस्तो लागिरहेको छ? राम्रो लागिरहेको छ? मजा भन्दा पनि अब कस्तो होला भन्ने लागिरहेको छ। धेरै टाढा हामी कहिले गएको छैनौँ, कहिले पनि गएको छैनौँ। अनि कस्तो चाहिँ होला एकदमै खुसी पनि छौँ होइन हेर्नको लागि। हजुरहरूलाई पनि एकदमै हजुरहरूलाई पनि म धेरै टाढा चाहिँ देखाउने नै छु। सबैजनाले चाहिँ अमलाले सक्नुभएको छ यहाँ सबैजनाले। हामी चाहिँ आइसकेको छौँ पाथिभारा मन्दिर जाँदैछौँ। हामी चाहिँ पाथिभारा मन्दिर आइसक्यो। हेर न कपाल पाथिभारा मन्दिर जाँदैछौँ। यताबाट चाहिँ पाथिभारा मन्दिर जानुपर्छ। हजुर यो भेरेटार हो र? भेरेटारको पाथिभारा मन्दिर। ए भेरेटारको पाथिभारा मन्दिर आइपुग्नु। भेरेटार जाने बाटो चाहिँ ऊ त्यो है। हाम्रो मेमहरू चाहिँ आइसक्नु भएको छ ऊ पछाडि पछाडि। हाम्रो स्मारिका मेमलाई चाहिँ अलिकति गाडीमा आउँदाखेरि अलिकति गाह्रो हुन्छ क्या। कता जानुभयो स्मारिका मेम? वेलकम छ हजुरहरूलाई। अघि बाइक हुँदाखेरि मेम हजुरहरूलाई कस्तो लागिरहेको छ? एकदम राम्रो, एकदम रमाइलो भइरहेको छ। रमाइलो भइरहेको छ? कमला खाएर केही छैन। हजुरलाई कस्तो लागिरहेछ? मलाई त फर्स्ट टाइम आएको यति धेरै राम्रो लागिरहेको छ। वाउ लागिरहेको छ। अब झन् हामी पाथिभारा मन्दिर हेर्न जाँदैछौँ। अब मन्दिरमा त झन् कति धेरै रमाइलो हुन्छ। अनि मन्दिरमा दर्शन पनि राम्रै हुन्छ होइन सर? भन्नुहोस् न तपाईँलाई कस्तो लागिरहेको छ? एकदम चिसो छ, रमाइलो पनि भइरहेछ। हो पाथिभारा जाने ठाउँ चाहिँ यता हो। अनि उहाँहरू न बिचरा गाडीमा भएपछि के भएको के उहाँहरू न उहाँलाई कति गाह्रो भएर त्यही पनि मेकअप चाहिँ बिग्रिन्छ कि भनेर हेरिराख्नु भएको छ है जे जस्तो भए पनि। अब चाहिँ हामी पाथिभारा मन्दिर चाहिँ लागिसकेको छौँ है गाइजहरू। सर यो डोरी चाहिँ किन लगाएको हो भन्नुहोस् त लु? किन अरे यो डोरी लगाउनुको रिजन? डोरी चाहिँ यो डोरी जस्तो चाहिँ नचुडिने लामो सम्बन्ध होस्। हजुर अनन्त होस् भनेर के। ए हेर्नु न सबै लगाएको छ। हेर्न सक्नुहुन्छ हजुरहरूले पनि कति धेरै लामो होइन कहाँसम्मको। हेर्नु न यस्तोमा हिँड्नुपर्छ है हामी यस्तोमा हिँड्नुपर्छ। यस्तोमा यहाँ हेर्नुहोस् त यस्तो छ ठाउँहरू हजुरहरूले हेर्न सक्नुहुन्छ। पाथिभारा मन्दिर जाने बाटो चाहिँ यस्तो छ। यस्तो यहाँ पनि पूजा गर्ने ठाउँ रहेछ होइन। यहाँ पनि पूजा गर्ने ठाउँ रहेछ तपाईँहरूले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ के को पूजा गर्ने हो मेम? यहाँको चाहिँ के को पूजा गर्ने हो? सुन्नु न यहाँ चाहिँ के को पूजा हो? हजुरहरूले दर्शन गर्न सक्नुहुन्छ। है यहाँ दर्शन गर्न सक्नुहुन्छ। अब म पनि दर्शन गर्छु। यहाँ हेर्नुहोस् त यसरी यो चाहिँ यो किन गरेको हो? हो यो ढुङ्गा जस्तो चुलिरहेको यो चाहिँ सगरमाथा जस्तो छरिरहेको भनेको नि हो। ल है ल अब फेरि हामीले चाहिँ त्यहाँ दर्शन गरेर चाहिँ हामी फेरि पनि पाथिभारा मन्दिरतिर हिँडिसकेको छौँ। अझै पनि पुगेको छैनौँ। धेरै टाइम लाग्दो रहेछ होइन पाथिभारा मन्दिरमा चाहिँ। यहाँतिर त गुराँस अनि काफलहरू पनि पाउँदो रहेछ है। हजुरहरूले हेर्न सक्नुहुन्छ। यो के पो हो? कति धेरै फलफुलहरू पनि पाउँदो रहेछ यहाँ त। काफलहरू गुराँसहरू धेरै। हाम्रो सरहरूलाई चाहिँ हामीले त चपिराखेको छौँ हिँड्नको लागि। हेर्नु त गलेर हामी तगडा भएर सरहरू त पछाडि लगाइदिएर हेर्नु त।
आज चाहिँ हामी पाथिभारा मन्दिर जाँदाखेरि चाहिँ नयाँ मान्छेलाई भेटेको छौँ हामीले चिनजान पनि गरिसकेको छौँ होइन आएको पाथिभारा मन्दिर हामी सबै साथी भेट्यौँ अनि मोरङकै हौँ हामी सबैजना है तर हेर्नु न यहाँ त कति धेरै क्या उहाँ तलदेखि होइन यहाँसम्म नै यो के भन्छ यो डोरी होइन धागो बाँधेको के हेर्नु न कति धेरै लामो र पनि यो बाँध्नुको चाहिँ के रहेछ उहाँ हेर्न सक्नुहुन्छ है हामी चाहिँ आइपुग्न लाग्यौँ है अझै 5 मिनट जति लाग्छ कति धेरै चिसो होइन अलिअलि हावा पनि आउँदो रहेछ चिसो पनि होइन अलिअलि हामी त म त सोच्दै धेरै त चिसो छैन होला भन्थेँ तर पनि धेरै पनि छैन अनि अलिअलि हावा चाहिँ होइन आउँदो रहेछ अनि चिसो पनि हुँदो रहेछ हेर्न सक्नुहुन्छ है कति धेरै राम्रो ठाउँ हेर्नु न पुरै होइन झरी भन्छ कहाँ कस्तो राम्रो ठाउँहरू बाटो चाहिँ राम्रो हो क्या मन्दिर जाने बाटो त हो कालिम्पोङ जाँदाखेरि पनि बाटो त कस्तो डेन्जर थियो हिँड्दा चाहिँ गलिसक्यौँ है हामी चाहिँ तर पनि हामी मन्दिरसम्म चाहिँ पुगेको छैनौँ तर हिँड्दा चाहिँ गलिसक्यौँ कति धेरै खुट्टे दुखिसक्यो किनभने हामी त अब धेरै त यसरी हिँडेको पनि छैन नि त अनि हिँड्दा चाहिँ खुट्टा दुख्यो अनि अलिअलि गलेको पनि छु तर मन्दिर आउँदाखेरि थोरै दुःख कष्ट गर्नुपर्छ भनेको सुनेको थिएँ तर साँच्चीकै हो रहेछ अलिअलि दुःख कष्ट चाहिँ गर्नुपर्ने रहेछ मन्दिर आउँदै गर्दाखेरि होइन हामी चाहिँ पाथिभारा मन्दिर चाहिँ आइसकेको छौँ है हेर्न सक्नुहुन्छ पाथिभारा मन्दिर चाहिँ हेर्नु न यहाँ ठाउँ कस्तो राम्रो त होइन पाथिभारा मन्दिर त कस्तो धेरै राम्रो हजुरहरूलाई कस्तो लागिरहेको छ गले छैन कस्तो लागिरहेको छ हजुरलाई लागेको छ बनाउँ न के को ए गलेको छ अलिअलि तपाईँलाई चाहिँ कस्तो लागेको छ एकदम वाउ हजुरहरूले चाहिँ दर्शन गर्न सक्नुहुन्छ है अहिले हामी उताभित्र गएर पनि हजुरहरूलाई दर्शन चाहिँ गराउँछौँ तर पनि हाम्रो ब्युटिफुल सिस्टरहरू चाहिँ मुस्कुराइसक्नु भएको छ ल है अब चाहिँ हामी के भन्छ पाथिभारा मन्दिरको हामीले चाहिँ यो मन्दिरको लागि पनि किनिसकेका छौँ ल पक्रिनु त यो अब चाहिँ हामी हिँडिसक्यौँ है दर्शन गर्नको लागि मेमले चाहिँ पैसा बोकिसक्नु भएको छ होइन ल है ल आमा कति धेरै चिसो हेर्नु न ठाउँहरू चाहिँ होइन यहाँबाट चाहिँ सबैजनाले दर्शन गर्नु होला माग्नु होला अब म पनि माग्छु त्यही कुराहरू हजुरहरूले चाहेको सबै कुराहरू चाहिँ पुरा गरिदिनु भगवान्ले पाथिभारा मन्दिर चाहिँ यही हुन्छ है पाथिभारा मन्दिर हुन्छ अब चाहिँ हामी भित्र जान्छौँ भित्र चाहिँ मोबाइल सायद दिनुहुन्न होला जस्तो लाग्दैछ यता दर्शन गर्न सक्नुहुन्छ हाम्रो मेमले चाहिँ पूजा गर्दै हुन्छ पाथिभारा मन्दिर हेर्न सक्नुहुन्छ हाम्रो सरले चाहिँ फुटाउने रहेछ है सरले चाहिँ फुटाइसक्नु भएको छ
चाहिँ टिका चाहिँ लगाइदिइसक्नु भएको छ। मलाई पनि लगाइदिनु भन्दै हुनुहुन्छ, टिका लगाइदिनु हुँदैछ दिदीले चाहिँ। अब चाहिँ हामी कहाँ जाने भन्दैछौँ भने पर देख्न सक्नुहुन्छ नि, त्यहाँ चाहिँ हामी जान खोज्दैछौँ। तर कति टाढा रहेछ क्या हो, जान चाहिँ खोज्दैछौँ तर पनि कति धेरै खुट्टा पनि दुखेको छ। के गर्ने जाने कि नजाने होइन, तर जाने त मन लागेको छ। सबैजना गइसकेपछि हामी पनि जानै पर्यो, हो कि होइन म्याम? दर्शन गर्नुभयो कस्तो लाग्यो? जानु पाउँदो रहेछ नि त। सुमन सरहरू उतै त जानुभयो, आउनु भइसक्यो सुमन सरहरू। हेर्नु न हुस्से लागेर होइन, ढुस्से हाम्रो गाउँतिर चाहिँ तर ढुस्से भन्छन्, हुस्से भन्दो रहेछ। कति धेरै हुस्से लागिरहेको छ। मेम हजुरलाई कस्तो लाग्यो? खुसी लाग्यो खुसी लाग्यो है। ल अब हामी चाहिँ जुन ठाउँमा जाने भनेको थियौँ त्यो ठाउँमा चाहिँ हामी जाँदैछौँ है। आया गाइजहरू हजुरहरूले पनि हेर्न सक्नुहुन्छ। हेर्नु है बाटो चाहिँ कस्तो छ भन्दै गर्दाखेरि त्यस्तो छ बाटो, यस्तो छ बाटो होइन। अब चाहिँ हामी गएको तर धेरै राम्रो ठाउँ होइन, पाथिभारा मन्दिर धेरै राम्रो ठाउँ। हाम्रो सरहरू चाहिँ गएर पनि फेरि पनि आउनुहुँदैछ। एकैछिनमा हुस्से आएर हुरुरुर भइसक्यो होइन। म सोच्दै थिएँ तल आगो बालेको छ कि क्या हो, त्यही भएर चाहिँ त्यो उयो गर्नुभएको, त्यो के भन्छ धुवाँ आएको होला भन्थेँ, तर होइन रहेछ भने धुवाँ आएको भन्थेँ। उहाँहरू न उहाँ सर चाहिँ गएर आइसक्नु भएको छ। अनि सर हजुरलाई कस्तो लाग्यो? एकदम यहाँ त बाफ्रे यो चिसो हावा हेर्न पाउँदा यति मनै प्रफुल्ल भएर आएको छ मेरो। ल है रमाइलो गरौँ है, रमाइलो गरौँ। हेर्नु न उहाँ त्यस्तो छ ठाउँ चाहिँ होइन। उहाँ गीत पनि गाउँदै आउँदै हुनुहुन्छ, हजुरहरू पनि हेर्न सक्नुहुन्छ। तर गाइजहरू कस्तो राम्रो ठाउँ हेर्नु न क्या, हामी हेर्दैखेरि पनि कस्तो राम्रो होइन, कस्तो खुसी हावा पनि आइराख्ने सरर, कति धेरै खुसी क्या, कति धेरै खुसी। म त्यहाँ माथि गएर चाहिँ तपाईँहरूलाई भिडियो देखाउँछु, ठिक छ? म चाहिँ माथि आइसकेँ। वा चिसो हावा त आहा हेर्न सक्नुहुन्छ है। आमामा हुस्से हेर्नु न, हुस्से हेर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ है, हेर्न सक्नुहुन्छ। के होला हावाले हेर्नु न। सबैजना अब एकपल्ट बोल्नु ल, तपाईँलाई कस्तो लागिरहेको छ? के खुसी लागिरहेको? ए नरम छ र ल तपाईँलाई कस्तो लागिरहेको छ? बोल्नु ल छिटो। मलाई त सबभन्दा रमाइलो नै लागिरहेछ। अनि हजुरको भ्लगमा धेरै रमाइलो लागेको छ। कति धेरै चिज हेर्न सक्नुहुन्छ है। उहाँ हुस्से चाहिँ हुर्र उडेको कस्तो राम्रो होइन। यस्तो राम्रो राम्रो ठाउँ होइन घुम्दैछौँ। हाम्रो सर हामीलाई गाइड गर्नुहुने सर हरेक ठाउँमा कस्तो लागिरहेको छ हजुरलाई यहाँ आउँदाखेरि? यत्रो टिमसँग हामी आएको छौँ है, बहुत राम्रो लागिरहेको छ। हजुर सहरमा लगभग झनै 20-21 जना हो। हामी पाथिभारा दर्शन गर्न आएको छौँ हो। जति पनि हाम्रो जुनै दुःख कष्टहरू होइन, रिस रागहरू जति पनि सबै कुराहरू चाहिँ अब पाथिभारा माताकोमा चाहिँ सेलाएर हामी जाँदैछौँ है। मल्ट्रिज फ्यामिलीको चाहिँ अब हिमाल चुरे जत्तिकै चाहिँ हाम्रो चाहिँ व्यवसाय हुनुपर्छ है। हुन्छ, हजुरको आशीर्वाद लागोस्। ल